कसै लगाएर चाहिँ हाम्रोमा मासु पकाउँदै हुन्छ सो रेसिपी हेर्नु होला हाम्रो मासु पकाउने भेटौँला अहिले हुन्छ बाबा र आमालाई यहाँ मासु पनि यहाँ पनि पकाउँदै हुन्छ यहाँ पनि पकाउँदै हुन्छ बबाल पकाउँछ यो चाहिँ खै देख्न सक्नुहुन्छ Wait. यहाँबाट देख्न सक्नुहुन्छ जस्तो छ मासु यहाँ पकाउँदै हुनुहुन्छ आमा र बाबा लगभग पाक्न आँटिसक्यो होला पर्खिनुपर्छ 1.5 घन्टा लाग्छ एकछिन छोडिदिनु भएको छ पाक्नलाई फेरि अब एकछिन टाँसिन्छ होला टाँसिन्छ भनेर फेरि चलाउनुहुन्छ होइन यहाँ चाहिँ हाम्रो भाइ छ यहाँ मोबाइल हेर्दै छ अनि कुन्दन यता हेर्नु न हाई भन न यहाँ भाइले मोबाइल हेर्दै के हेर्दै युट्युबमा भिडियो हेर्दै भिडियो हेर्दै फेरि जुम सो पाकिसकेपछि भेट्छु दोकान पुगेर आइसकेको छु हाम्रो मासु पनि पाकिसकेको छ हाल्नु तेल झार्दै आमाले हाल्दै हुनुहुन्छ मासु यहाँ पनि पाक्दैछ एउटा यहाँ पनि पाक्दैछ दुईटा पाकिरहेको दुईतिर दुईटा रस हाल्नुभएको झन् ल तेल धेर बोसो धेर भएर यो बोसो धेर भएको नि यो त्यो तारेको अब बोसो धेर भएको छाँकिदिने यो तेल बोसो पग्लेको यहाँ हाम्रो भाइ छ हाई बोसोसँग हाई भने छिटो बनाउँछ गर्मी छ धेरै तारेर अनि फेरि भुट्नुपर्छ फेरि भुट्ने हो यसलाई अनि खरिएकै छैन अहिले तेल मात्रै तार्नु भएको यसलाई पनि त्यही गर्ने त्यसलाई तारिसकेको अब फेरि त्यहाँ अहिले निस्किन्छ अलिअलि अनि सर्ला त आरीमा खनाउनु रहेको थियो अनि त्यो चाहिँ फालिदिने बाँकी रहेको र कुरा बुझिसक्नु भयो के गर्ने अब अहिलेको लागि भिडियो यति नै थ्याङ्क्स फर वाचिङ सब्सक्राइब टु माई च्यानल बाई बाई